ल साथी हो सनराइज हेरिहाल्नुहोस् आजको मजाको भइरहेको छ। म चाहिँ यहाँ चौरस्तामा आइरहेको छु। सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। हजुरहरूलाई ल हेरिहाल्नुहोस् यो चाहिँ हामी चौरस्तामा आज यहाँ माथि चौरस्ता आइरहेको छु र बिहानै चौरस्ता र यहाँबाट त सनराइज भएको देख्छ। ल हेरिहाल्नुहोस् यो चौरस्ता बिहानको मर्निङको नजारा हो यो चाहिँ। र आज त हामी यहाँनिर चौरस्तामा आइरहेको छौँ। हामी चाहिँ गाडी यहाँ राखेको छौँ। हजुरहरू हेरिहाल्नुहोस् र हजुरहरूलाई के कसो लाग्छ मेरो भिडियो है कमेन्टमा लेख्नुहोस् होला। राम्रो लाग्यो सेयर कमेन्ट गरिदिनुहोस्, लाइक है सब्सक्राइब गरिदिनुहोस्। र म भने चाहिँ यता सानो ब्लग बनाऊँ भनेर यहाँ घुमिहिँडेको हो। राम्रो अलिकति देख्छ कि भनेर खै भएन हौ, अलिकति राम्रो नि सनराइज अलिकति छिटो भएछ। म अलिकति तल गएको थिएँ, आउँदा त सनराइज छिटो भइहालेछ हो। एकछिन बसेको भएर सबै नजारा देखाउँथेँ र नेक्स्ट टाइम तपाईँहरूलाई म सनराइज भएको पनि देखाउँछु है। र हजुरहरू के कसो लाग्छ मेरो भिडियो हजुरहरूलाई है। ल राम्रो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनुहोस् है। र हामी चाहिँ यहाँनिर होटल ऱ्याबिट आइपुग्यौँ। यहाँनिर है होटल ऱ्याबिट त कहाँ छ भन्दाखेरि यहाँ क्यापिटलको छेउमा यहीँ हो। यहाँ तल स्टेट ब्याङ्क छ, यसको छेउमा चाहिँ होटल ऱ्याबिट छ। यहाँ चाहिँ होटल ऱ्याबिट भयो तपाईँको है हजुरहरू। यहाँ भने चाहिँ क्यापिटल यही हो, यहाँनिर चाहिँ क्यापिटल हो। यो चाहिँ यहाँनिर माथि गान्धी रोड त्यो माथि यो क्लब साइड छेउमा हो। यता हजुरहरूले बस्ने सुविस्ता पनि पाउनुहुन्छ। म भने चाहिँ यहाँबाट हजुरहरूको लागि सानो ब्लग बनाइदिनु पऱ्यो भनेर म चाहिँ ब्लग बनाउँदै हिँडिरहेको छु। के कसो लाग्छ कमेन्टमा गरिदिनुहोस्। यहाँ भने चाहिँ यस्तै छ। हजुरहरूलाई म चाहिँ अहिले चाहिँ यहाँ होटल ऱ्याबिटभित्र लगिरहेको छु र हेरिहाल्नुहोस् हामी चाहिँ कता कता जान्छौँ है। यस्तो एकदमै राम्रो नजारा छ, मेरो पनि आउनु सक्नुहुन्छ। यहाँ भने चाहिँ होटल ऱ्याबिट। ल हेरिहाल्नुहोस् होटल ऱ्याबिट। मधुरो निक्लिँदो रहेछ यहाँबाट चाहिँ। यहाँ माथि त रामाडा छ र हामी यहाँ फेयरमाउन्ट पनि आइपुग्यौँ। हाम्रो चाहिँ होटल घुम्ने चाहिँ ड्युटी छ कि लन्ड्रीको ड्युटी छ हो साथी हो। र त्यही भएर हामी चाहिँ होटल आउँछौँ। अब चाहिँ हामी यहाँनिर उतापट्टि स्विमिङ पुलमा जान्छौँ उल्लोपट्टि। हेरिहाल्नुहोस्
अहिले चाहिँ हामीले यहाँनिर पुऱ्यायौँ एउटा हो, अब अर्को चाहिँ यहाँनिर पुग्छ है। यहाँ भने चाहिँ स्प्रिङ बोर ल हजुरहरूलाई के कसो लाग्छ कमेन्ट गर्नु ल। यहाँ यस्तो देख्छ, यहाँ चाहिँ मजा आउँछ कि एकदमै राम्रो छ। म चाहिँ यहाँनिर आउँछु क्या। है साथी हो, आजको लागि चाहिँ मेरो सानो ब्लगलाई यहीँनिर खतम गर्दैछु है। हजुरहरूलाई के कसो लाग्छ हेरेर मजाले कमेन्ट गरिदिनुहोस् होला है, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला। बाई फ्रेन्ड्स।